चोटि चाहिँ क्या पुरा है हनुमान चाहिँ र हामी जस्तो रूप लिएर गाउँमा घुम्नु भनेर आएको थियो अरे क्या टक्क आएछ अरे अनि घुम्दा 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 1-2 दिनमा भनेछ अरे क्या तपाईँहरूलाई थाहा छ म त हनुमान पो भन्छ अरे क्या अब कसले पत्ताउने उसलाई है हनुमान भन्ने अनि सब मान्छेहरूले पत्ताएन अरे अनि उसलाई पनि ओभर रिस उठ्यो अरे क्या हेर्नुहोस् तपाईँहरूलाई विश्वास लाग्दैन भने भोलि गाउँले जति सबै भेला आउनुहोस् म प्रमाण गर्छु म हनुमान हो भनेर क्या त्यसपछि टक्क है भोलिपल्ट सब मान्छेको जमात भेला भएछ अरे अनि टक्क बिचमा बस्यो नि त ऊ अनि बिचमा बसेर पुरा छातीभित्र त पुरा राम्रोसित हुन्छ है अनि छाती चिरेर यस्तो देखाउनु लागेको अरे है भित्रदेखि लात्तले भ्वाक्क हानेर के रामले अनि उसको पालो टक्क गएछ अरे कुनामा है प्रभु किन लात हान्नुभयो भनेर सोध्यो अरे कि जहाँ पाए ती लुगा छाती चिर्दै हिँड्नुपर्छ त भित्र सीता लुगा फेर्दैछ भन्थ्यो अरे क्या